सदाझैँ आरबिबीको रिटर्न क्वेसन सोलुसन ल्याउने क्रममा डेफो क्लासमा हजुरहरूलाई स्वागत छ। आजको प्रश्न रहेको छ, ड्राफ्टको प्रयोगमा कमी आउनुका कारणहरू के हुन्? ड्राफ्ट एक भुक्तानीको साधन हो, विनिमयको उपकरण हो, जसमार्फत एक स्थानबाट अर्को स्थानमा रकम आदान प्रदान गर्न सकिन्छ। ड्राफ्ट सम्बन्धित बैङ्कले जारी गर्दछ र यसको भुक्तानी तोकिएको व्यक्तिलाई मात्र गरिन्छ। ड्राफ्टको प्रयोगमा कमी आउनुका कारणहरू: मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डिजिटल वालेट जस्ता छिटो, छरितो र पहुँचयोग्य आधुनिक भुक्तानीका उपकरणहरूको विकास र बढ्दो प्रयोगले ड्राफ्टको आवश्यकतालाई कम गरेको छ। विद्युतीय माध्यमबाट तुरुन्तै एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न सकिन्छ। यसले गर्दा टाढा रहेका व्यक्ति वा संस्थालाई रकम पठाउन ड्राफ्ट कोरिरहनु पर्ने बाध्यता हटेको छ। ड्राफ्ट बनाउन बैङ्कसम्म जानै पर्ने, शुल्क तिर्नुपर्ने र समय लाग्ने हुन्छ। विद्युतीय भुक्तानी विधिहरू प्राय कम खर्चिलो वा निशुल्क हुन्छन् र छिटो सम्पन्न हुन्छन्। ड्राफ्ट एक भौतिक कागजात हो जसलाई सुरक्षित राख्नुपर्ने हुन्छ र हराएमा समस्या आउने हुन्छ। विद्युतीय भुक्तानीमा यस्तो झन्झट हुँदैन। आधुनिक भुक्तानीका विधिहरू मोबाइल र इन्टरनेटको माध्यमबाट जहाँबाट पनि प्रयोग गर्न सकिन्छ। ड्राफ्टका लागि भने बैङ्कको शाखासम्म पुग्नै पर्ने हुन्छ, जुन सबैका लागि सहज नहुन सक्छ। यी कारणहरूले गर्दा बैङ्किङ कारोबारमा ड्राफ्टको प्रयोग निरन्तर घट्दो क्रममा छ।